हेलो माय डियर फ्रेन्ड्स, हजुरहरू के छ हाल खबर? मेरो त सबै ठिक छ हैन। र त्यसैले गरी दसैँ त अस्ति भर गएको, हजुरहरूलाई पनि थाहा होला, मासु भात धेरै खानुभयो होला हैन। र अब चाहिँ आयो हाम्रो तिहार है, तिहार आइरहेको छ। अब आज काग तिहार हैन। र त्यसैले गरी गाइजहरू, हजुरहरूलाई मेरो यो तिहारको भ्लगमा धेरै धेरै स्वागत छ हैन। र यो पछाडि जे देख्नुभएको छ यो सबै मेरो गाउँ हो है। यस्तो ब्युटिफुल इन्भाइरोमेन्ट भएको मेरो गाउँ है। र अब हजुरलाई चाहिँ मैले एउटा कुरा भन्नु लागेको गाइस, मैले दसैँको लङ ब्लग चाहिँ हालेँ, तर त्यसमा भ्यू चाहिँ किन आएन? तर मलाई यस्तो लाग्यो त्यहाँ हल्का मिनेटहरू धेरै भयो क्या। 30 मिनटको भिडियो अनि हेर्न पनि टाइम लाग्छ, त्यही भएर नहेर्नु भएको होला त्यस्तो लाग्छ मलाई चाहिँ। र अब यो तिहारको चाहिँ म सकेसम्म छोटो मिठो हैन कडा टाइपको बनाउँछु। र यो भ्लग नि यही नै हो है तिहारको। र यो भ्लग चाहिँ कसैले पनि नछुट्याइकन हेरिदिनु होला। र त्यसैले गरी आज चाहिँ हो काग तिहार गाइज है। हजुर गाउँतिर पनि तिहारको चहल पहल भइरहेको होला। अनि हाम्रोतिर अलि जाडो जाडो भएको क्या, तिहार यसो ज्याकेट लगाएको होइन। पछाडि त घाम त लागिरहेको छ, तर के गर्नु जाडो चाहिँ भइरहेको, जाडो महिना सुरु भयो नि त त्यही भएर। र काग तिहार आएपछि र अब चाहिँ हाम्रो त्यहाँ घरमा अब काग त आउँदैन क्यारे उडेर है। अब के हामीबाट त आउँदैन क्यारे, माला टिका लाउन डराइहाल्छ कागहरू। त्यही भएर यसो त्यहाँ पातहरू बोटकोहरूमा त्यो खानेकुराहरू राखिदिने होइन, त्यस्तो राखिदिने अनि कागहरू आएर खान्छ है। मैले चाहिँ खास गरी आज काग तिहार एउटा पनि काग त देखिनँ क्यारे है। खै के भयो कागलाई पनि आउँदै आउँदैन त बा, यसो हेर्छु आउँदै आउँदैन कागे। ल अब चाहिँ हाम्रो त्यहाँ घरतिर मम्मीहरूले त्यो काग तिहारको लागि त्यहाँ त्यो कागलाई त्यो खानेकुराहरू राखिरहनु भएको छ, त्यहाँ काग तिहार मनाइरहनु भएको छ। अब जाँदा त हामी पनि त्यो हेर्न मजा हुन्छ है। लगाएछ होइन। अब हाम्रो मम्मीले चाहिँ यहाँ अब त्यो कागलाई खानको लागि यहाँ भात तरकारी सबै सामग्रीहरू हालिरहनु भएको छ है, यहाँ के अरे दुनोमा है। अब यहाँ तरकारी पनि हाम्रो हालिरहनु भएको छ है कागको लागि। अनि यो मस्याङ तरकारी पनि हालिदिनु भयो। अनि अब दुध दही सबै हालिदिनुहुन्छ अरे। दुध पनि हाल्नुभयो है। अब चाहिँ दही हाल्नुहुन्छ। अनि हामी चाहिँ कागलाई लडिदिने है बाहिर। अब काग आउँछ कि आउँदैन। अब यहाँ दही पनि हालिरहनु भएको छ है, हाल्नुभयो दही पनि, सबै सामग्रीहरू हाल्नुभयो। बाहिर गएर राख्ने है। अब राखिदिनु चाहिँ मैले रहेँ होइन, त्यहाँमा चाहिँ राख्न गएँ। ल ऊ त्यहाँ बाहिर लगेर राख्दैछु है, एकछिन काग आएर खान्छ होला है। ल काग तिमीहरू सबैलाई ह्याप्पी काग तिहार है। ल आएर खाऊ सबैजना। अब गाइस म चाहिँ अब यहाँ काग कतिखेर आउँछ भनेर अब यहाँ हेर्दै बस्छु है। भर्खर काग कराएको त लगाएको थियो त्यहाँ माथि काँ गरेर, अब यहाँ काग आएर खान्छ होला है। अब त्योहरूसम्म हेर्दै बसौँ न, म चाहिँ इन्तजारमा छु काग कतिखेर आउँछ भनेर होइन। ल अब अहिलेसम्म चाहिँ आएको छैन त्यहाँ खाना। भर्खर काग कराएको चाहिँ लाग्थ्यो मलाई है, यसो यतातिर कराएको चाहिँ लाग्थ्यो, तर अब खै देखिनँ है। त्यही भएर अब जतिखेर काग आउँछ अनि खान्छ होला होइन। सो गाइज फाइनली है म चाहिँ भर्खर यहाँ फुटबल खेलेर आएको क्या। अनि त्यो बिहान हामीले कागलाई राखिदिएको त्यो भातहरू थियो नि, त्यो चाहिँ कागले खाइबसिसकेको छ क्या। मलाई चाहिँ मम्मीले भनिदिनु भएको थियो यो यहाँ काग आएर खाएको थियो। अनि के अरे आधी चाहिँ बाँकी थियो, आधी चाहिँ पछि त्यो अरू कुनै चराहरू आएर खाएको थियो भन्नुभएको थियो। अनि कागले पनि फाइनली खाएछ है। पुरै रिताइदिएछ अनि भुइँमा पनि पोख्या रहेछ हल्का हल्का है। सो गाइज ल हाम्रोतिर चाहिँ काग तिहार यसरी नै मनाउँछ है। अनि हजुरहरूकोतिर चाहिँ कसरी मनाउँछ काग तिहार कुन्नी मलाई चाहिँ केही थाहा पाएन है। अनि हाम्रोतिर चाहिँ यसरी नै साधारण तरिकाले मनाउँछ काग तिहार चाहिँ। विशेष गरी चाहिँ हाम्रो तिहार चाहिँ भोलिबाट हो क्या सुरु हुने। भोलि लक्ष्मी पूजा र कुकुर तिहार छ है। विशेष गरी चाहिँ हाम्रो भोलिबाट हुन्छ, रमाइलो दिन है। भोलि चाहिँ रङ्गोली पनि हाल्छ अनि त्यस्तै मजा हुन्छ भोलि चाहिँ है। ल अब आजलाई चाहिँ यति नै, अब भोलि कुकुर तिहार, अब भोलि नै भेटौँ है त ल। सो गाइस त्यसरी गरी है अब चाहिँ आज हाम्रो कुकुर तिहार। अब हाम्रो यहाँ छोटु भन्ने कुकुर छ यता माथिल्लो घरको है। अनि अब त्यसलाई पूजा गर्ने अब आज है। अब आज चाहिँ बिहान चाहिँ कुकुर तिहार, अनि बेलुका चाहिँ लक्ष्मी पूजा हो क्या। अनि आज चाहिँ लक्ष्मी पूजा है। अब चाहिँ पटका सटका पड्काउने रङ्गोली सङ्गोली हाल्ने त्यस्तो गरिन्छ है हरेकको घरमा है, घरहरूमा गरिन्छ। र अब आज कुकुर तिहार, अब जहाँ त हामी है त्यहाँ अब कुकुरलाई अब पूजा गरिरहनु भएको छ है मम्मी ठुलामीहरूले होइन। अब म पनि जान्छु अब त्यहाँ छोटुलाई अब यसो अब जाम त होइन। ल अनि विशेष गरी एउटा कुरा चाहिँ है मैले भन्नै बिर्सेँ, हजुरहरूले तिहारको लागि पटाका चाहिँ कति ल्याउनु भएको छ नि होइन। म ल अब जाऊँ होइन, त्यहाँ पूजा गरिरहनु भएको छ। ल हाम्रो कुकुर चाहिँ यो है छोटु।
गाइस हामीले चाहिँ भर्खरै कुकुरलाई खानेकुराहरू दियौँ अनि माला लगाइदियौँ टिका लगाइदियौँ अनि कुकुर पनि खुसी भयो है र अब चाहिँ हामी कुकुर तिहार यसै गरी नै मनायौँ र अब चाहिँ बेलुका आज लक्ष्मी पूजा हामी रङ्गोली सङ्गोली हाल्छौँ होला सायद पटाका सटाका पड्काएर लक्ष्मी पूजा बवालसँग मनाउँछौँ अब बेलुका नै भेटौँ है त ल बेलुका नै मजा हुन्छ बेलुकै भेटौँ ल सो गाइस ल चाहिँ हाम्रो यहाँ है त्यो बेलुका पनि भइसक्यो र अब चाहिँ हाम्रो यहाँ रङ्गोली सङ्गोली हाल्ने अनि त्यो लक्ष्मी पूजा सुजा गर्ने बेला हुन लाग्यो है अब चाहिँ हाम्रो यहाँ दिदीले है यहाँ रङ्गोली बनाइरहनु भएको छ है अब हेरौँ म त रङ्गोली बनाएको अनि पूजा सुजा चाहिँ हल्का एकछिन बेलुकामा गर्ने रे है त्यही भएर अब चाहिँ रङ्गोली बनाउनु लाग्यो अब हेर्नु है त रङ्गोली बनाएको ल र गाइस अब हामी चाहिँ रङ्गोली बनाउँदै थियौँ अनि यस्तो झमक्कै रात पनि पर्यो है अनि हाम्रो रङ्गोली पनि फिनिस हुन लागेको छ अनि हाम्रो त गाउँमा चाहिँ यस्तो दियोहरू त्यस्तो बत्तीहरू बाल्ने चलन छ क्या है अब हेर्नु है यसरी सबै ठाउँमा है यो दियोहरूमा यस्तोमा सबमा बत्ती बालेर है ठाउँ ठाउँमा राख्ने चलन छ हाम्रो त गाउँमा चाहिँ है ल गाइस हाम्रो अब यहाँ रङ्गोली चाहिँ बनि भयो है अब यहाँ साइसाना फुलहरू हालेर चट्ट मिलाउने बाँकी नै छ है यस्तो दामी भयो हाम्रो रङ्गोली फेरि बना चाहिँ मैले नि गाइस फेरि यो सो गाइस ल हामीले फुल हाल्यौँ भनेको थियो नि ए फुल हो है अब हामीले अब मोमबत्ती बालिरहेको छौँ रङ्गोलीमा है यस्तो बाल्छ हाम्रो रङ्गोली अनि अरू कुरा चाहिँ गाइस है हाम्रो यो अब यहाँ लक्ष्मी भित्र है कि यसरी फुलहरू साइडमा हालेर चाहिँ लक्ष्मी भित्र हाम्रो है यसरी चट्ट है र अब चाहिँ हाम्रो यहाँ यसरी अब हाम्रो यहाँ रङ्गोली बनाइरहनु भएको छ है चट्ट लाएर यसरी म चाहिँ आगो बालेर यसरी हालेर काम गरिरहेको छु मैले चाहिँ अब ल गाइस अब हामीले चाहिँ यहाँ रङ्गोलीमा यसरी चट्ट है ऊ पनि बाल्यौँ है आगो भने मतलब यसलाई मोमबत्ती भनिन्छ है चट्ट यस्तो दामी देखेको छ हाम्रो रङ्गोली चाहिँ होइन अनि यस्तोसँग हामीले बाल्दै गइरहेको छौँ है सो गाइस ल अब चाहिँ हाम्रो घरतिर यस्तो मोमबत्तीहरू पनि सब राखिभायो है अब यहाँ घर चाहिँ हाम्रो झिलिमिली भयो है र अब चाहिँ हामी अब यहाँ पटाका पड्काउँछौँ त झिरझिरे अनि त्यो चक्री हाले पटाका यस्तो मजा आउँछ ल अब चाहिँ जाम त पड्काउन हामी है सो गाइस ल अब हामीले चाहिँ भर्खर पटाका पड्काएको हजुरहरूले देख्नुभयो होला है पटाका चाहिँ बब्बाल पड्केको थियो है पड्क्या भन्न मतलब त झिरझिरा झिर्र भएको थियो बब्बाल मजा आएको थियो भर्खर है अब हाम्रो चाहिँ अब एकछिन यहाँ खड्को र अनि त्यो तामाको गाईहरू पूजा गर्ने क्या विशेष गरी त लक्ष्मी पूजा हो नि त अनि भित्र पूजा गर्ने हो अब त्यतिखेर नै भेटौँ है त ल एकछिन गर्ने पूजा है त ल अब चाहिँ हाम्रो यहाँ भित्र है यो खड्को अनि यो तामाको गाईले पूजा गरिरहनु भएको छ आमाले है आज लक्ष्मी पूजा हो नि त त्यही भएर हो क्या यस्तोसँग गरिरहनु भएको छ है यहाँ पूजा अनि अब यो खड्को भित्र यहाँ पैसा हाल्यो भने चाहिँ मैले पनि यहाँ भर्खर पैसा हालेको है भर्खर यहाँ पैसा हाल्यो भने चाहिँ फेरि हाम्रो जिन्दगीमा पैसा डबलको डबल हुन्छ अरे क्या त्यही भएर मैले पनि भर्खर यहाँभित्र पैसा हालेको यहाँभित्र अब यसरी पूजा गरिरहनु भएको छ आमाले है यसरी नै अब लक्ष्मी पूजा गर्ने चाहिँ हामीले सो गाइस ल हजुरहरूले आजको लक्ष्मीको पूजा र कुकुर तिहार त हेर्नुभयो होला है राम्रो लाग्यो हजुरहरूलाई पटाका पड्काउँदाखेरि चाहिँ मलाई फेरि बब्बाल मजा आयो र हाम्रो अब लक्ष्मी पूजा कुकुर तिहार यसरी नै मनाउने हो र अब चाहिँ भोलि चाहिँ हाम्रो केही पनि हुन्न है भोलि चाहिँ खास गरी गाई पूजा हुन्थ्यो तर भोलि चाहिँ तिथिको अनुसार गाई पूजा छैन रे गोरु पूजा पनि छैन रे भोलिको सट्टा पर्सि है पर्सि 5 गते चाहिँ गाई पूजा पनि त्यही दिन गोरु पूजा पनि त्यही दिन छ अरे किनकि भोलि चाहिँ तिथि छैन रे क्या हाम्रो त्यसैले अब चाहिँ 5 गते नै भेटौँ है त ल सो गाइस ल आज चाहिँ 5 गते र आज चाहिँ गाई तिहार र गोरु तिहार दुईटै तिहार आजै हो है आज चाहिँ र अब चाहिँ आज हाम्रो गौमाता को पूजा गर्छौँ आज हामी है गोठमा मजा आउँछ बाबाले गर्नुहुन्छ पूजा चाहिँ गौमाताको र गोरुहरूको फेरि हाम्रो यहाँ गोठमा चाहिँ गाई पनि छ गोरु पनि छ क्या है र अब हामी चाहिँ पूजा गर्न जान्छौँ है ल अब त्यहाँ बाबाले गर्न लाग्नु भएको छ पूजा ल हामी पनि पुरा पूजा गर्छौँ ल जान्न त होइन
यो चाहिँ पूजा गर्ने सामान हो है हाम्रो गाई र गोरुलाई। र अनि हाम्रो यता गाई गोरु चाहिँ यता हुनुहुन्छ है। ल अनि गाई हामीले हातमा बाँध्छौँ नि डोरो हो। यो चाहिँ गाई तिहारको दिन गाईको पुच्छर बान्ने गरिन्छ। अब म पनि बान्छु है त। ल अब चाहिँ पूजा गरिरहनु भएको छ यहाँ सबैजनाले। ल अब चाहिँ है हामीले यहाँ गाई पूजा गोरु पूजा सब गरी भए। अब चाहिँ यहाँ घर केतापट्टि है तोरण लाउने चलन छ। हामी चाहिँ तोरण लाउन जान्छौँ है। ल यही हो है तोरण चाहिँ। अब त्यहाँ लाउनु पर्छ बाहिर। ल बाबा चाहिँ त्यहाँ रुखमा चढेर लगाइरहनु भएको है तोरण। सो गाइज ल हामीले चाहिँ गाई तिहार गोरु तिहार मनायौँ है। अनि तोरण पनि लगायौँ। अब चाहिँ आज 5 गते भोलि 6 गते। भोलि चाहिँ भाइटिका मैले चाहेको दिन हो। भोलि चाहिँ यस्तो बब्बाल रमाइलो मजा हुने छ होइन। तास खेलिन्छ बहुत मजा हुन्छ भोलि चाहिँ होइन। र अब आजको हाम्रो दिन चाहिँ यसरी नै बित्यो है। बित्यो भन्दा पनि दिन त बित्यो छैन क्या। गाई तिहार गोरु तिहार चाहिँ मनाइयो। र अब चाहिँ भोलि भेटौँ। हस् त ल। सो फाइनली गाइस आज चाहिँ हो भाइटिका। र त्यसै गरी आजको भाइटिकाको साइज चाहिँ 11:39 छ भने आज चाहिँ निकै रमाइलो हुन्छ यो दिनमा चाहिँ। र आज चाहिँ भाइटिका हो। अब चाहिँ हाम्रो यहाँ सायद पनि हुन लागेको छ पूजा गर्ने है। पूजा गऱ्यौँ भन्दा टिका लाउने। र अब चाहिँ टिका लाउने अब चाहिँ जाम है। दिदीहरूले मलाई टिका लगाइदिनुहुन्छ होइन। ल जाम। अनि र विशेष गरी चाहिँ हामीले अब टिका सिका लगाएँ। मैले खानेकुराहरू पाएँ हेर्नु होला। अनि मैले पनि टिका लगाएर दिएँ पैसा दिएँ। र अब चाहिँ एकछिन अब तास खेल्नु पर्यो है। रमाइलो गर्नुपर्छ नि त होइन तिहार हो। त्यही भएर हामी सबैजना तास खेल्छौँ एकछिन है। ल हेलो गाइस। ल हामी तास खेल्ने नि त। अब ल जाम तास खेल्न। ल सो गाइस ल हामीले चाहिँ भर्खर तास पनि खेल्यौँ है। र म चाहिँ तासमा मजासँग हारेँ के। त्यही भएर हामीले जुवा चाहिँ कहिल्यै खेल्न हुन्न है। र मेरो यति नै भनिदिउँ। मेरो यो हाम्रो भाइटिका पनि भ्याइयो है। भाइ तिहार आज झमक्क रात पनि पर्न लागेको छ। झमक्क त होइन रात पर्न लागेको छ। र अब चाहिँ मेरो यो तिहारको भ्लग पनि यहीँ इन्ड हुन्छ है। र त्यसैले अब मेरो यो भ्लगमा लाइक सब्सक्राइब कमेन्ट र सेयर चाहिँ गर्न नबिर्सिनु होला। र यति नै भन्दै यो भ्लगको लागि हस्त नमस्ते।